कस्तो मिठो रहेछ ल कान्छी दिदीको सेलरोटी हटियामा तपाईँको झम्सी खेल है जाउला खेलको झम्सी खेलमा आइतबार र मङ्गलबार है आइतबार र मङ्गलबार अनि हजुरको भनिमण्डलमा बिहिबार हुन्छ हाट बजार सेलरोटी मिठो कान्छी दिदीको सेलरोटी फेमस हो यहाँको तपाईँहरू खान चाहनुहुन्छ भने आउनु होला है म चाहिँ सधैँ रेगुलर खान्छु यहाँ आउँछु रेगुलर खान्छु एउटा रोटीको 35 रुपियाँ पर्छ धेरै महँगो पनि छैन आउनु होला यो 12 भन्छ यो चाहिँ 20 रुपियाँ पर्छ अनि मैले यदि लगभग 60-70 रुपियाँ जतिमा यति आइटम खाइदिएँ भनेपछि इनफ अगायो अनि त्यो मोमो चाउमिन खाएर त्यो हामी किन शरीरलाई होइन अस्वस्थ बनाउने स्वस्थ खानेकुरा खाउँ भन्ने चाहिँ मेरो चाहना हो होइन कान्छी दिदीको एउटा देखाइदिनु त सेलरोटी पनि सकेको अवस्था यहाँ रोटी बनाउँदै हुन्छ हाम्रो दिदीहरूले ल लगायत ल सबै यो हाट बजारको मार्केटहरू